कसैलाई तिमी जति नै प्रेम गर, यदि उसले तिमी भन्दा सक्षम मान्छे भेट्यो भने उसले तिमीलाई छोडिदिनेछ। समयसँगै मान्छेले मान्छेलाई पनि बिर्सिदिन्छन्। यहाँ बिना कारण आफ्नैलाई पनि रुवाइदिन्छन्। यहाँ जुन दीपले रातभर प्रकाश सर्छ, बिहान हुन नपाउँदै मान्छेले त्यसलाई पनि निभाइदिन्छन्। यहाँ अरूले साथ दिलान् भन्ने आश कहिल्यै नगर्नुहोस्, किनकि यहाँ दुःख पर्दा रुने आँखा र आँसु पुछ्ने हात सधैँ आफ्नो नै हुन्छ। जिउँदो हुँदा यसले यस्तो भन्यो भनेर किन मन दुखाउनु र हजुर? यहाँ मरेको लास त अलिक ढिलो जल्यो भने पापीको उपनाम दिन्छन्। कति अजीब छ है यो दुनिया। विश्वास तोड्छन्, व्यवहार बदल्छन्, माया मार्छन्, खुब रुवाउँछन् अनि भन्छन् मैले के गरेको छु र? कतिपय भावहरू म देखाउन सकिन, आफू भित्रै राखेँ तर जताउन सकिन। एक भावनाले गहिराईबाट तिमीलाई बोलाइरहेको थियो। कयौं कोसिस गरेँ तर बताउन सकिन। जीवनमा आफ्नो भन्ने तिमी मात्रै थियो, तर तिमीले दिल तोडेर गयौ। गुनासो किन गर्नु खै तिमीसँग? आखिरी मेरै रोजाइ त थियो। आफूमा जस्तो अरूमा नहोला, अरूमा जस्तो आफूमा नहोला, तर सबैसँग प्रशस्त छ यो पीडा भन्ने चिज। बस यही भनेर चित्त बुझाउँछु। दुनियाँलाई सुनाउनु भन्दा